दिनु होला है यो बाबा यो महिनामा मेरो टल कति पुग्यो होला टल कोठाले दिनु होला यो टल छ नि यहाँ 24 महिनासम्म भनेको कति 2 वर्षसम्म 2 वर्षसम्म कहाँ भर्न पर्ने रहेछ यहाँ 1 महिनामा कति केजी भयो 2 महिना कति केजी भयो तपाईँको भाइ बहिनीहरू छन् अथवा भोलि तपाईँहरूले विवाह गरेर गयो भने नि यसरी भर्ने कोठा हुन्छ यसरी भर्ने है राख्ने है त राखेर भर्नुपर्ने हुन्छ आफूले त्यो चाहिँ हामी चाहिँ रिपोर्ट दिन्छौँ अनि त्यही अनुसार चाहिँ उता गएर ओपिडी गरेर जाँचेर चाहिँ औषधिहरू चलाइन्छ है र अब यहाँनिर राखेर कलेक्सन गरिन्छ अनि यही छ कि लजाउन पर्दैन लजाउन त्यति पर्छ कुन लजाउने अनि अघि सरहरूमा चाहिँ सेन्ट्रिफ्युज चाहिँ यही हो सेन्ट्रिफ्युजिङ मेसिन अब हामीले अनि यो चाहिँ यसरी यहाँ खुट्टो भाँचियो हात भाँचियो भने गर्ने यसरी यहाँ आउने अनि अब त्यो एक्सरेहरू गर्नको लागि चाहिँ मेसिन चाहियो होइन मेसिन चाहिँ यसलाई चाहिँ कन्ट्रोल प्यानल भन्छ होइन कन्ट्रोल प्यानल यो कन्ट्रोल प्यानलमा चाहिँ हामीले एक्सपोजर फ्याक्टरहरू हुन्छ टाइफाइड भयो टिबी भयो यो चाहिँ एड्स पनि जानु चाहिँ गर्न सक्यो भित्र यति नै हुन्छ यति हाम्रो पिएचसीको प्रयोगशाला ल्याबोरेटरी डिपार्टमेन्ट हो त्यसमा हामीले विभिन्न नमुनाहरू जस्तै रगत खकाल हिसाब किताबहरू जाँच गरिन्छ त्यसको लागि भने के रोग छ त्यो पत्ता लगाउनको लागि हो त्यसको लागि पहिला के गरिन्छ भने यस्तो यहाँतिर हेर यहाँ हामीले रगत सङ्कलन गरिन्छ ब्लड कलेक्सन यसमा विभिन्न भाइलहरू हुन्छ अहिले हामीसँग भएको चाहिँ 2वटा भाइलहरू छ यो जाँच हेरेर कुन कुन भाइलमा राख्ने भन्ने हुन्छ यो भाइलहरूमा पिसाब सङ्कलन गरिन्छ अनि त्यसपछि कुन जाँच गर्ने हो बायोकेमिस्ट्रीहरूको जाँच गर्ने हो कि हेमाटोलोजीको जाँच गर्ने हो भनेर यसमा भाइलहरूमा कलेक्ट गरिन्छ त्यसपछि बायोकेमिस्ट्रीको जाँचको लागि ल यता हेर तिमीहरूलाई सरले सेन्ट्रिफ्युज पढाउनु भएको रहेछ नि सेन्ट्रिफ्युज मेसिन यो सेन्ट्रिफ्युज बियर एन्ड ल्याम्बर्ट्स ल भन्ने थाहा छ कि छैन कतिमा पढ्छौ 7मा हो सेपरेसन गर्छ कि गरुङको चिज हुन्छ नि गरुङको चिजलाई तल ठिक्रिने हल्का चिज माथि रहने लभ सेपरेसनमा काम गर्छ यसले अलि यसको बारेमा कति प्रतिशत दिमाग बढ्दो रहेछ नि त्यही भएर तपाईँहरूले पनि त्यसरी गर्ने तपाईँका भाइ बहिनीहरू अनि तपाईँका भाउजूका के अरे भाउजूका भडाभदैनीहरू अनि तपाईँहरू ठुलो भएर बिहा गर्नु भने तपाईँका छोराछोरीहरूलाई सबैले सोच्छ है यसलाई चाहिँ ट्युब भन्छ होइन
अनि यहाँ पोलिनेटर हुन्छ कि पोलिनेटर चाहिँ अब कति हामीले के अरे एकसँग चाहिँ कति एरियालाई कभर त्यसलाई मल्टिप्लाई गरेर ठुलो इमेज देखाइदिन्छ मेन काम भनेको नि यसमा के के गर्न सकिन्छ र हामीले किटाणुहरूमा के भगवानमा के किटाणुहरू छ कि छैन भनेर त्यो किटाणुहरूलाई विभिन्न रङ लगाएर कलर दिएर त्यसपछि यसमा राखेर हेरेपछि